ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। अनि इन्जिनियर नै इन्जिनियरले भरेको सरकार र मन्त्रीमण्डलहरूले सुकुम्बासीहरूलाई बागमतीको किनाराबाट उठाएर यहाँ सार्ने बेला जाबो यति सामान्य कुरा अनुमान गर्न किन नसकेको? सुकुम्बासी बस्तीमा डोजर चलाएपछि उनीहरूको व्यवस्थापन नहुन्जेलसम्म सरकारले आफ्नो खर्चमा उनीहरूलाई पाल्नुपर्छ भन्ने यति सामान्य ज्ञान र पूर्व तयारी किन गर्न नसकेको? संसदको रोस्टममा उभिएर हरेक बर्खामा सुकुम्बासी बस्ती डुबानमा पर्छ, जनधनको क्षति हुन्छ, त्यही भएर हामीले सुकुम्बासीहरूकै हितको लागि बर्खा अगाडि नै त्यहाँबाट स्थानान्तरण गरेका हौ भनेर शानसँग बोल्न सक्ने प्रधानमन्त्रीले यतिका दिनसम्म बागमतीको त्यही बेल यो होल्डिङ सेन्टरमा हरेक बर्खामा पुग्छ र यो बर्खामा पनि पक्कै पुग्ला भन्ने कुरा किन नसोचेको? हतार गर्ने आफू, एउटा किनाराबाट उठाएर अर्को किनारामा लगेर राख्ने आफू, बिना पूर्व योजना सडकको भरमा ड्याङ्का ड्याङ डोजर चलाउन लगाउने पनि आफू, होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गर्न नसक्ने पनि आफू, अनि अहिले आएर जब कुरा बिग्रिसक्छ त्यसपछि सुकुम्बासी उचाल्यो भनेर बिना कारण कुटपिट र अपशब्द बोल्दै मान्छेलाई समात्न लगाउने। वाह सरकार वाह, क्या गजब! तर सरकार कतिलाई थुन्ने अनि कुन कुन क्षेत्रकालाई थुन्ने? असार सकिन लाग्यो, किसानले खेतमा हाल्ने मल पाउन सकेको छैन, मोटरबाट पानी चलाउन बिजुलीको भोल्टेज छैन, बजारमा सामान किन्न गए महँगीले छोइन सक्नु छ। सरकार बनेको 3 महिना पुग्दैछ, 1 खर्ब ऋण थपिसक्यो। प्रधानमन्त्रीकै वरिपरिकाहरूले आफ्ना दाजु बहिनीलाई सरकारी नियुक्ति दिलाएकै छ। 100 दिन पुग्यो, मन्त्रीहरूको रफ्तार कचुवाको भन्दा पनि कम छ। जता हेऱ्यो उतै भद्रगोल नै भद्रगोल छ। अनि यस्तो बेला देशको नागरिकहरूलाई उचाल्न अरू कोही जानुपर्छ? हिजो आफ्नो श्रीमती चढेको सरकारी गाडी रोक्दा तिमीलाई जति रिस उठेको थियो, आज आफ्नो बालबालिकाको पढाइ छुटेको देख्दा ती सुकुम्बासी अभिभावकहरूलाई त्यति नै रिस नउठ्ला त? अनि हिजो आफूलाई रिस उठ्दा चाहिँ सिंहदरबार जलाइदिन्छु भन्न हुने, अनि आज सुकुम्बासीलाई रिस उठ्दा चाहिँ मिडियाको सामु रुनु कराउनु पनि नपाउने। आफूले संसदको रोस्टममा उभिएर नेपालले भारतको भूमि मिचेको छ भन्दा ठिक हुने, ताल र बेतालमा नेताहरूलाई लगेर टुकुचामा गाडी दिन्छु भन्दा पनि ठिक हुने, तर एउटा सुकुम्बासीले आफ्नो वासस्थान खोसिएको आक्रोशमा आएर खुकुरी बोक्छु भन्दा समातेर थुन्दिए। सरकार अति गर्नु तर अत्याचार नगर्नु, किनकि अति गरे खति हुन्छ। अर्कालाई दोष लगाउनु अघि आफ्नो थैलीको मुख कस्नु। 2-4 लाख अन्धभक्तहरूले जे गर्दा पनि वावे गर्छ भनेर मक्क नपर्नु, किनकि इतिहास साक्षी छ हरेक शासकको पतन अगाडि यस्तै घमण्डहरू आउने गर्छ। बिना पूर्व तयारी, आफ्नो कमी कमजोरीको कारणले गर्दा यतिसम्मको लापरवाही यानि कि यो अवस्था आएको छ। अनि त्यसलाई ढाक्नको लागि, त्यसलाई छोप्नको लागि चाहिँ बिना कारण, बिना पक्राउ पर्ची यसरी मानिसहरूलाई पक्राउ गर्नु यो लोकतन्त्र होइन।